एक्लै भएपछि हुने नै त्यही त हो नि, दिमागमा अनेक थरी कुरा खेल्छ होइन। त्यही खाली दिमाग होइन शैतानका घर भने जस्तै त हो नि। दिमागमा अनेक कुराहरू खेल्न थाल्छ, अनि घर परिवारले नि यस्तो भन्छ, मेरो साथीभाइले नि यस्तो भन्छ, अनि त्यस्तो कुराहरूले गर्दाखेरि राम्रो हिट हान्छ क्या, एकदमै नेक्स्ट लेभलको हिट हान्छ त्यति बेला होइन। अनि त्यति बेला अब हुन्छ नि कुलतमा लाग्ने पनि त्यही बेला हो होइन। त्यस्तै त्यस्तै कुराहरू भएपछि कुलतमा लाग्ने र एन्जाइटीको शिकार हुने, चुप लाएर बस्ने, त्यसपछि डिप्रेसन होइन, फ्रस्ट्रेसन त भइ नै रहेको हुन्छ फेरि एभ्रिडे। त्यो कारणले गर्दाखेरि चाहिँ त्यो बेलामा चाहिँ सपोर्ट गर्नु जरुरी छ क्या, स्टुडेन्टलाई एकदमै जरुरी छ, जुनसुकै देशमा भए पनि होइन। आफ्नो कुनै पनि मान्छे स्टुडेन्ट छ भने चाहिँ म चाहिँ एटलिस्ट पढाइ कस्तो भइरहेछ भनेर चाहिँ सोध्नुहोस् होइन। एटलिस्ट त्यो चाहिँ सोध्नुहोस्, कहाँ कहिले सकिन्छ त, असाइनमेन्टहरू टाइममा गरिरहेछस्, भइरहेछस्, ल ल मिलाएर गर न है, समय मिला, काम मात्रै धेरै नगर। एटलिस्ट त्यो त्यति मात्रै भनिदियो पनि पुग्छ क्या, एकदमै हेल्प हुन्छ क्या होइन। त्यति मात्रै भन्दै नि हुन्छ। यहाँ साथीहरू भेट्दाखेरि पनि होइन, मलाई धेरै जस्तो साथीहरूले त्यसरी सोध्दैन क्या, कति घन्टा हानिरहेछस्, ओहो त्यत्रो हान्छस् है, अनि भ्याउँछ जस्तो तैँले कलेज जान, केटाहरूको मुखबाट यो फुत्किन्छ क्या, निस्किन्छ क्या, सोध्छ क्या उनीहरूले जेन्युनली, किनकि उनीहरू आफूले पनि त्यो चाहन्छ नि त कसैले सोधोस् होइन। त्यो भएर यहाँको अब सर्पले सर्पको खुट्टा देख्छ भने जस्तो होइन, यहाँको केटाहरूले चाहिँ सोध्छ